आज हामीले दोमुखा पर्यटकीय क्षेत्रलाई यो बत्तीहरूले सजाउनको लागि हामीले यो झिलिमिली बत्ती झोलुङ्गे पुलमा लागेको छ। यसलाई आज चाहिँ टेस्टिङ गरिरहेका छौँ। यो चाहिँ औपचारिक रूपमा उद्घाटन भएको छैन। अझै यहाँ दोमुखा लेखेको पनि झिलिमिली बल्नेछ र अन्य यो हाम्रो स्ट्रिट लाइटहरू पनि सबै बल्नेछ र आज चाहिँ हामीले टेस्टिङ गरिरहेको छौँ। यो चाहिँ हाम्रो दोमुखाको मुख्य चोकदेखि तल स्विमिङ पुलसम्म जाने बाटो हो। त्यसको पनि एउटा छुट्टै महत्त्व छ र यत्तिकै ढकिढकाउ अझै हुनेछ र यो हाम्रो ओपनिङ भइसकेको छैन। हाम्रो पूर्व तयारीको कामहरू भइरहेको छ। म सबैलाई एकचोटि यो दोमुखा साँझमा आएर तपाईँहरूले अब केही दिन पछाडि यहाँ घुमेर तपाईँहरू पारिवारिक जमघट गर्न सक्नुहुन्छ। सबै आनन्द यो बेलुकाको साँझको लिनु सक्नुहुन्छ र हेर्नुहोस् अत्यन्तै आनन्द लाग्ने ठाउँ बनेको छ। म यहाँहरू सबैलाई जानकारी गराउन चाहन्छु। धन्यवाद।